आइपिओ भर्नेहरूका लागि खुसीको कुरा, आज 26 गतेदेखि चैतको 30 गतेसम्म हामी जनरल पब्लिकको लागि भनेर अपोलो हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गरेको छ। यो कम्पनीको आइपिओ भर्न लायक छ वा छैन? यो कस्तो खालको कम्पनी हो? यो कम्पनीको वित्तीय विवरण कस्तो रहेको छ? यो कम्पनीले कति किता चाहिँ खुलाउँदैछ? यो कम्पनीको मूल्य दोस्रो बजारमा कतिसम्म जान सक्छ र यो कम्पनीलाई सर्ट टर्म वा लङ टर्मको लागि राख्ने जस्ता जानकारीहरू यस भिडियोमा लिएर आएको छु। अपोलो हाइड्रोपावर लिमिटेड एक ऊर्जा उत्पादन लगानी अवसर दिने इनोभेटिभ कम्पनी हो। यस कम्पनीको स्थापना 2063 सालमा भएको हो। यस कम्पनीको मुख्य उद्देश्य देशको जल स्रोत उपयोग गरेर विद्युत उत्पादन गर्नु हो र ऊर्जा क्षेत्रमा योगदान दिनु हो। हाल कम्पनीले ओखलढुङ्गा जिल्लामा 6 मेगावाट रन अफ रिभर प्रोजेक्ट विकास गरिरहेको छ। कम्पनीको 2080-81 को वित्तीय विवरण हेर्ने हो भने नेटवर्थ रहेको छ 111.99 र इपिएस रहेको छ 4.70। कम्पनीको रेटिङ बारे कुरा गर्ने हो भने केयर एज रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस रेटिङ दिएको छ, जसको मतलब कम्पनीले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा न्यून जोखिम देखिन्छ। यस कम्पनीको सेक्टर भनेको हाइड्रो पावर रहेको छ। कम्पनीले सर्वसाधारणका लागि 7,80,200 किता सेयर निष्कासन गरिरहेको छ। प्रति किता मूल्य 100 रुपियाँका दरले र यस कम्पनीको इस्यु म्यानेजरको कुरा गर्ने हो भने हिमालयन क्यापिटललाई राखिएको छ। यस कम्पनीमा मिनिमम 10 किता र म्याक्सिमम 94,000 कितासम्म आइपिओ एप्लाई गर्न सक्नुहुन्छ। तर अहिलेको टाइममा आइपिओ एप्लाई गर्ने धेरै हुने भएकाले 10 किता मात्रै एप्लाई गर्नु होला, किनभने आइपिओ बाँडफाँड गर्दाखेरि 10 किताका दरले हुनेछ। सो 10 किता मात्रै एप्लाई गर्नु होला। यो कम्पनी कतिसम्म जान सक्छ भने यो कम्पनी मिड क्याप कम्पनी भएको र वित्तीय विवरण पनि राम्रो भएकोले 900 देखि 1400 सम्म जान सक्छ। मतलब 9,000 देखि 14,000 सम्म नाफा कमाउन सक्नुहुन्छ। र यस्तै आइपिओ एफपिओ शेयर बजार रिलेटेड भिडियो हेर्नका लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। थ्यांक यू।